सो देख्न सक्नुहुन्छ इन्द्रेणी वाम्बो खतरा देखिरहेछ यार। यता चाहिँ ठुलो लागिरहेछ, यता अलिक सानो लागिरहेछ। वेलकम ब्याक देख्न सक्नुहुन्छ हाम्रो घरबाट इन्द्रेणी। म चाहिँ इन्द्रेणी भएको ठाउँमा जाँदैछु है त त्यहाँ हेर्नलाई। देख्न सक्नुहुन्छ राम्रो वे कस्तो दामी लाग्यो क्या इन्द्रेणी। ओ माय गॉड। सो गाइस देख्न सक्नुहुन्छ भर्खरै पानी परेर अहिले चाहिँ घाम लागेको। त्यही भएर त घाम लाग्यो भने कस्तो दामी बस्दो रहेछ। ओ माय गॉड यार, मैले पहिलोचोटि हो त्यस्तो देखेको। ओ त्यो घरमा त्यो घरको डाँडामा लागे जस्तो देखिन्छ। के जस्तो छ ओए कस्तो दामी लाग्यो यार। सो देख्न सक्नुहुन्छ यो ओह्रालो चाहिँ पानी परेर हेर्नु यहाँ पुरै धमिलो, कोसीमा पनि धमिलो आइरहेछ। सो होइन यहाँ पानी चाहिँ सानो फेरि परिरहेछ, त्यही पनि केही छैन। हैट तेरिका कत्रो हो इन्द्रेणी पनि। हैट बाटो बनाएको केही फाइदै भएन। हैट यो यही घरमा हो देख्न सक्नुहुन्छ। मान्छेहरू पनि यहाँ छ अलिअलि। यही घरबाट हो सिधा गएको। यहाँबाट सिधा उता गएको छ। सो गाइस देख्न सक्नुहुन्छ यस्तो बबा लाग्यो यार, दामी लाग्यो। है मलाई भिडियो बनाउने लास्ट मन लाग्यो, त्यही भएर मैले चाहिँ बनाएर आएको है गाइस। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बाङमा भन्ने ठाउँमा लागेको। हामी चाहिँ बुङ्गेल हो, यो डाँडा छ, यो साइड चाहिँ डाँडा हो। त्यो भएर भर्खरै पानी रहेर म चाहिँ हेर्न आएको। दामी देखेको थियो यार, देख्न सक्नुहुन्छ पुरा लागिरहेछ। हैट कस्तो दामी लागेको। कति कलर छ भनेर तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ कलर यस्तो दामी लाग्यो। हैट तेरिका दुईवटा लागेको छ, दुईवटा। एउटा चाहिँ अलिक राम्रो क्वालिटीको लागेको छ, यहाँ चाहिँ अलिक थोरै छ। देख्न सक्नुहुन्छ अलिक मजाले देखेको छैन। हेर्नु परबाट यहाँ देखिरहेको छ, यहाँ चाहिँ खतरा देखिरहेको छ यार, भर्खरै रहेको पानी पनि। सो गाइस अब म चाहिँ फर्किन्छु है। म हल्का यस्तो भिरभिर साइडमा आएको थिएँ, यहाँबाट हेरेको। यो चाहिँ मास्टर रोड हो, निक्लेर चाहिँ अब म यहाँ जाँदैछु। सो होइन गाइस त्यही हो, यही इन्द्रेणी देखेर मैले यसो हेर्न आएको। सो अहिले भर्खरसम्म ठुलो पानी परिरहेको थियो, अहिले चाहिँ रह्यो है। अहिले चाहिँ घाम लागिरहेछ, देख्न सक्नुहुन्छ घाम मिठो लागिरहेछ। सो भर्खरै पानी परेर होला खुल्ला देखिरहेछ, दामी देखिरहेछ है। ठिक छ ल, त्यो उहाँ पर बादल छ, तल कोशी साइड पनि बादल छ। तर यार इन्द्रेणी चाहिँ वाह है दामी लाग्यो भने ल ठिक लाग्यो यार। कहिले देखेको थिएन मैले यस्तो बिना होइन। म पर थिएँ घरमा, मेरो घरमा अलिक पर हो, म पर हो, यो घर होइन योभन्दा पल्लो हो। त्यसरी म त्यहाँ थिएँ अनि यसो देखेँ, अनि त्यो भएर यहाँ आएको। देख्न सक्नुहुन्छ हैट त्यो दामी लागिरहेछ यार। यो साइड गइरहेछ उता, अर्को ठुलो चाहिँ यही साइड हराएको छ। यही माथि यो माथि बादलमा कालो बादलले हराएको देख्न सक्नुहुन्छ। मलाई त यार भिडियो अफ गरेँ मन लागेन। हैट दामी लाग्यो। सो कमेन्ट गर्नु होला होइन। इन्द्रेणी 7 रङ्गीको हुन्छ भन्थ्यो, तर यहाँ कति रङ्गी छ 2 3 4 5 6 7 7-8वटा रङ्गी देख्छु। म चाहिँ अब थाहा भएन गाइस छैन। म चाहिँ अब घर फर्किँदैछु। सो होइन घर जाऊँ, बाटोको हालत यस्तो छ, भर्खरै खनेको, तर के गर्नु।
पानी परेको है गाइज। अब भिडियो यही इन्ड गर्न चाहन्छु है, कमेन्ट गर्नु होला।